हेलो गुड आफ्टरनुन एभ्रिवान है। फेरि पनि छोटो भिडियो लिएर आइरहेको छु है। अनि चाहिँ आज फुपूले हामीलाई तल लुङ्ग्याम भन्ने जग्गा चाहिँ घुमाउनु लाने अरे नि त। सो हामी रेडी भएर पनि निस्क्यौँ है, म फुपू काकी है। अनि चाहिँ हामी जाँदैछौँ है। अनि यहाँ काकी र फुपू चाहिँ पछाडि पछाडि आउनु हुँदैछ नि त। गरम पनि छ हल्का है। अनि यो परको चाहिँ दरम दिन हो है। अनि चाहिँ हल्का धुम्म दिन भइरहेको छ, घाम नलागेको धेरै दिन भएको छ। अनि यहाँ फुपूले चाहिँ मिठाई लगिदिने नानीहरूलाई भनेर किनेर पनि निस्क्यो नि त। अनि चाहिँ हामी लाग्यौँ है, यहाँबाट ओह्रालो जानु पर्दो रहेछ। सो हामी लाग्यौँ है ओह्रालो है। अनि बाटो पनि धेरै अप्ठ्यारो रहेछ है। अब भरे चाहिँ खुट्टा पुरा दुख्छ है भन्दै सोच्दै हिँड्दैछु है म चाहिँ। अनि फेरि पनि यहाँबाट पनि नजारा दामी देख्दो रहेछ दरमदिनको है। अनि हामीले चाहिँ यहाँबाट चाहिँ दामी देख्छ नि त दरमदिन। हेर्नुहोस् न बाटो चाहिँ यस्तो रहेछ है। अनि चाहिँ फुपूले चाहिँ भन्नुहुँदैछ नि त, पहिला पहिला चाहिँ यहाँबाट घाँस लगेर जानुहुन्थ्यो अरे है। अनि चाहिँ हेर्नुहोस् न यो फुल चाहिँ यस्तो दामी झरिरहेको रहेछ भुइँभरि है। मैले चाहिँ टिपेर चाहिँ हेरेँ नि त, राम्रोसँगले दामी फुलिरहेको थियो, झरिरहेको थियो। अनि हेर्नुहोस् जङ्गलै जङ्गल छ है यो बाटो चाहिँ। अनि पछाडि फुपू र काकी चाहिँ आउनु हुँदैछ। अनि म चाहिँ अलिक अगाडि हिँड्दैछु नि त। बिस्तारै हिँड्नै मन पर्दैन, एकदमै छिटो हिँड्नु मनपर्छ मलाई पनि है। अनि चाहिँ लाग्यौँ ओह्रालो रहेछ, जाँदा चाहिँ कसरी जानुपर्ने भन्दै सोच्दै हिँड्दैछु है म चाहिँ। अनि यो पारिको चाहिँ बेङ्गाल रहेछ, अनि यो भारी चाहिँ सिक्किम रहेछ नि त। सो हामी फाइनली आइपुग्नु आँट्यौँ है। अनि हेर्नुहोस् न यो झार चाहिँ टच गर्दाखेरि चाहिँ उयो हुँदो रहेछ। अनि यसलाई चाहिँ बुहारी झार भन्दो रहेछ है। अनि टच मी नट पनि भन्छ है यो झारलाई चाहिँ। अनि मैले चाहिँ डल्लै छोइदिएँ नि त। सो यहाँ मकै चाहिँ यत्रो हुँदो रहेछ, हाम्रोमा चाहिँ अलिकति खाने बेला हुनु आँटेको छ है। अनि यहाँ चाहिँ घर चाहिँ यहाँ तल रहेछ नि त। अनि हामी आइपुग्यो भन्दै है म चाहिँ छिटो छिटो जाँदै थिएँ नि त। खुट्टा दुखेर हत्तु भइसक्यो है, कहिले पुग्ने भइसकेको थियो। सो फाइनली आइपुग्नु पुग्यो है। फुपूहरू चाहिँ माथि आउँदै रहेछ नि त। अनि यहाँ चाहिँ बडाबडीहरू हुनुहुन्छ। सो यो चाहिँ कुटमा बस्नु हुँदो रहेछ नि त, यहाँ हाम्रो जमिनमा कुटमा बस्नु हुँदो रहेछ। अनि हामीलाई फुपूले चाहिँ ल्याउनु भएको हो नि त, चिनाउँदै घुमाउँदै। हामी चाहिँ कहिले आएको थिएनौँ नि त। सो फाइनली पुग्यौँ पनि है। यहाँ चिनाउनु हुँदैछ फुपूले है, यहाँ तल चाहिँ रोडहरू पनि छ भनेर है। अनि हामी चाहिँ फेरि पर पनि गयौँ नि त, आमै हुनुहुँदो रहेछ। अनि यहाँ चाहिँ हाम्रो फुपूले बोलाउनु हुँदैछ भाउजू भाउजू भन्दै है। घरमा कोही हुनुहुन्न रहेछ। अनि हामी चाहिँ पर गयौँ है, पर गएर चियासिया खाएर फर्क्यौँ पनि। अनि चाहिँ यहाँ कोसेली रेडी पारिराखिदिनु भएको रहेछ है, बनाना अन्त उयोहरू के केहरू हालिदिइरहनु भएको रहेछ। चल्ला पनि लानु भएको रहेछ है फुपूहरूले।